ल साथीहरु, इस्कुस छ यहाँ है। हजुरहरुलाई कतिको मिठो लाग्छ इस्कुस। इस्कुस चाहिँ यहाँ डालोमा राखेको, डालैमा उम्रिसकेछ भनेपछि यो खतरै हुँदो रहेछ। इस्कुस मलाई चाहिँ त्यति मन पर्दैन। तपाईहरुलाई कस्तो लाग्छ यो इस्कुस? यतापट्टि पनि छ, दाना दाना छन् टन्नै। यसले त 4-5 महिनासम्म चाहिँ पुग्छ। अनि यो इस्कुसको तरकारी मिठो लाग्ने भनेको चाहिँ त्यो हाम्रो ठाउँमा पाउने एकदम थुक्पा हुन्छ नि, थुक्पाको सोप। थुक्पाको सोपको लागि चाहिँ आलु मिसाएर चाहिँ यसको चाना मजाले भुटेर आलुसँग दामी ग्रेभी बनाएर चाहिँ झप्प थुक्पामा चाहिँ हालेपछि अनि टक्क मिक्स गरेर चाहिँ खोर्सानीको अचारसँग टमाटरको अचारसँग मोलेर खाएपछि यस्तो मजा आउँछ। त्यति बेला चाहिँ इस्कुस मिठो लाग्छ। या हो, इस्कुसका दाना नि ठुल्ठुला छन्, यहीँ उम्रिसकेको छ। हेर्नु अब 1 वर्षमा यो उम्रियो भने यहीँ यो कोठामै यो इस्कुसमा फेरि अर्को दाना लाग्न थाल्छ भन्ने हाम्रो भनाइ। हस् त, धन्यवाद।